सो हेलो स्टुडेन्ट्सहरु, स्वागत छ हजुरहरुलाई हाम्रो एउटा न्यू भिडियोमा। जुन कि आजको भिडियो एकदम मजा आउँछ। आजको भिडियोमा आज एकदम एक्टिभ बस्ने हो, सबै साथीहरु एकदम मजाले पढ्ने हो। र आजको यस भिडियोमा म फेरि पनि लगभग 4 च्याप्टरको यहाँ नाम लेखिदिइरहेको छु अनि फेरि 3 च्याप्टर अरु बढाइदिन्छु। आज लगभग 7 च्याप्टरको इन्ड गर्ने हो ताकि यो पालिको रि एक्जाममा 50 प्लस फिजिक्समा सबैको आओस् के। एकदम भेरी इम्पोर्टेन्ट क्वेशन लिएर आइसकेको छु, जुन कि यो पालि एकदम ग्यारेन्टी छ आउन सक्छ। ल अब हामी स्टार्ट गरौँ सबैभन्दा पहिला वेभ मोसनबाट। सो वेभ मोसनमा हामी सबैभन्दा पहिला डेफिनेसनको कुरा गर्यो भने यसमा लगभग व्हाट इज वेभ। वेभ कहिले काहीँ सोधिन्छ। वेभको कति प्रकार छन्, जस्तै वेभ भनेको के हो? वेभ भनेको इनर्जी हो जसले के क्रिएट गर्छ, डिस्टर्बेन्स क्रिएट गर्छ जब ट्राभल त्यो गर्छ। ठीक छ। सो हामी वेभलाई त्यति खासै इम्पोर्टेन्स नदिउँ, तर यसको यो कहिले काहीँ वेभ सोधेर र यसको टाइप पनि सोधिन्छ के। जस्तै व्हाट इज वेभ एन्ड अल्सो एक्सप्लेन इट्स टाइप, यसरी सोधिन्छ। तर यसको तीनवटा टाइप छ, थाहै छ नि। एउटा इलेक्ट्रोम्याग्नेटिक वेभ जसलाई हामी के भन्छौँ, नन मेकानिकल वेभ, अनि एउटा मेकानिकल वेभ, अनि एउटा मेटर वेभ। सो इलेक्ट्रोम्याग्नेटिक वेभ त म पहिला पनि पढाएको थिएँ, तर यो पालिको यो यहाँ पनि पढाइदिन्छु लगभग। सो वेभ भने त थाहै भयो। अनि इलेक्ट्रोम्याग्नेटिक वेभ भनेको के हो? वेभ यस्तो वेभ हो जुन कि त्यो प्रोपगेट गर्दाखेरि त्यसले कुनै मिडियमको आवश्यकता पर्दैन। सो हामी के लेख्न सक्छौँ? इलेक्ट्रोम्याग्नेटिक वेभ इज अ वेभ which does not need any medium for doing propagations। यो भयो इलेक्ट्रोम्याग्नेटिकको एउटा सिम्पल डेफिनेसन। र यदि आयो भने यही लेख्ने नम्बर फुल आउँछ। अनि इक्जाम्पलको यदि कुरा गर्छौँ भने इक्जाम्पल पनि लेखिदिने कहिलेकाहीँ। सो लाइट वेभ, हिट वेभ अनि इन्फ्रारेड वेभ लेखिदिने भइहाल्छ। माइक्रोवेभ पनि लिन सक्छौँ हामी। अनि अब मेकानिकल वेभ यदि म यस्तै पढाउँछु भने यार तिमीले फेरि स्ट्रेस हुन थाल्छ यार, किनभने अब लास्ट मोमेन्टमा धेरै पढाएर केही फाइदा छ? केही फाइदा छैन। सो अब यदि पढ्ने छैन, मतलब 2x स्पिड गरेर हिँड्ने, तर म अलिअलि त्यस्तो डिफाइन गरिदिन्छु। स्किप त गर्दिनँ, अब अलिअलि डिफाइन गरिदिन्छु। अनि मेकानिकल वेभ भनेको जसलाई मिडियमको आवश्यकता पर्छ, थाहै छ प्रोपगेट गर्दाखेरि। यसको इक्जाम्पल साउन्ड वेभ, वाटर वेभ भयो। अनि मेटर वेभ भनेको जस्तै इलेक्ट्रोन फोटोन हो के। ट्राभल अफ मेटर वेभ लाइक इलेक्ट्रोन फोटोन जुन ट्राभल हुन्छ त्यसलाई हामी मेटर वेभ भन्न सक्छौँ, वान प्लेस टु अनदर प्लेस। यसको इक्जाम्पल त इलेक्ट्रोन फोटोन भयो। अब मेकानिकल वेभको पनि दुईवटा इक्जाम्पलहरू छन्। यो कि एकदम इम्पोर्टेन्ट छैन कि, नल्याऊ। त्यही भएर ट्रान्सभर्स वेभ र लङ्गिट्युडनल वेभ जस्ट फर मतलब नलेज लिन सक्छौँ। तर यदि त्यस्तै खासै इम्पोर्टेन्ट छैन, तर आउन सक्छ कि, त्यति खासै छैन। अनि यसमा भेरी इम्पोर्टेन्ट अब आयो हाम्रो सबैभन्दा पहिला भेरी इम्पोर्टेन्ट भनेको प्रोग्रेसिभ वेभ। प्रोग्रेसिभ वेभको यहाँ नाम लेखेँ म, ठीक छ। अनि दोस्रोमा स्टेसनरी वेभ, स्टेसनरी वेभ भेरी इम्पोर्टेन्टमा प्रोग्रेसिभ वेभ अनि त्यो स्टेसनरी वेभ, ठीक छ। विथ के यहाँ प्रोग्रेसिभ वेभको इक्वेसन पनि याद गर्ने, 4 मार्कमा आउँछ। डेफिनेसन सोध्छ प्रोग्रेसिभ वेभको, अनि यसको त्यो के भनिन्छ डेरिभेसन छ, सिम्पल इक्वेसन छ, त्यो आउँछ के। मतलब डायग्राम बनाउने, त्यसलाई लेटर्स कन्सिडर गरेर एक्सप्लेन गरिदिने, अनि त्यसको एउटा सानो डेरिभेसन छ त्यो देखाइदिने। अनि यो स्टेसनरी वेभको त्यो इक्वेसन नहेराउने, किनभने आउँदैन अब त्यो खासै। मतलब स्टेसनरी वेभको डेफिनेसन याद गरिलिने, तर त्यो इक्वेसन आउँदैन। अहिलेसम्म आएको छैन कि रि एक्जाममा, त्यस्तो आएको छैन। म यहाँ प्रेडिक्टेबल क्वेसन मात्रै भन्छु कि, ताकि तिमीहरूले ओभरलोड नहो। अनि यसमा भनेको अब डिफ्रेन्स बिट्विन प्रोग्रेसिभ वेभ र स्टेसनरी वेभ, यो पनि 2 मार्कमा सोध्न सक्छ। अनि यसमा एउटा भेरी इम्पोर्टेन्समा फेरि एउटा म लिउँ, जुन कि छ प्रिन्सिपल्स अफ सुपरपोजिसन वेभ, एसयु। प्रिन्सिपल्स अफ सुपरपोजिसन वेभ यो पनि आउन सक्छ। यसको मतलब डिफाइन गर्नुपर्छ र एउटा सानो डेरिभेसन छ, त्यो हेराइदिने। मतलब त्यस्तो खासै इम्पोर्टेन्ट त छैन, डेरिभेसन मतलब हेराइदिने कि। यो प्रिन्सिपल्स अफ सुपरपोजिसन वेभ इम्पोर्टेन्ट छ, एकदम भिभिआई क्वेसन हो कि। योमा भन्दैन कि नट इम्पोर्टेन्ट हो, यो स्किप गर्न मिल्दैन कि यो पालिको इक्जाममा। ल यो हाम्रो भयो वेभ मोसनको कुराहरू, यति मात्रै हो वेभ मोसनको कुरा गरी। अब हामी यदि कुरा गर्यो भने के गर्छौँ मेकानिकल वेभको, एमइज मेकानिकल वेभको हामी अब कुरा गर्छौँ। मेकानिकल वेभमा सबैभन्दा इम्पोर्टेन्ट भनेको यहाँ एउटा डेरिभेसन छ, जुन कि अलि लङ पनि छ। त्यो के हो थाहा छ? एनीवन नो?
स्पीड अफ साउन्ड वेभ इन एनी मिडियम, यसको डेरिभेसन एकदम भेरी इम्पोर्टेन्ट छ। आज म यहाँ लेखिदिइरहेको छु ताकि तिमीहरू स्क्रिनसट पनि गर्न मिलोस्। अब स्क्रिनसट यहाँ गर्न छ भने गरिहाल। सो अब यो मेकानिकल वेमा सबैभन्दा इम्पोर्टेन्ट भनेको यो डेरिभेसन नै हो। स्पीड अफ साउन्ड वेभ इन एनी मिडियम, यो भयो। यसको सबैभन्दा पहिला अलिकति त्यो डिफाइन गरिदिने यसलाई, अनि यसको डेरिभेसन हेराइदिने। इलास्टिसिटी एन्ड डेन्सिटी यसको प्रोपर्टिज भइहाल्छ। यदि अब कसरी गराउने यार, यहाँ वर्डमा गराउनै मिल्दैन, यहाँ ल्यापटपमा अब के भन्ने यार, न त म गराइदिन्थेँ, यति मजाले गराइदिन्थेँ डेरिभेसन कि तिमीहरू फारेर आउँछौ के पेपर। तर अब के भन्ने प्रब्लम छ, त्यही भएर हो, न त म एक क्वेसन गराइदिन्छु। ल अब लास्ट मोमेन्ट त यो गराउन पनि मिल्दैन। तर खासै यो स्पीड अफ साउन्ड वेभ इन एनी मिडियम यो डेफिनेसन होइन, यो डेरिभेसन हो। अनि यसमा एकदम यो यसभन्दा पनि इम्पोर्टेन्ट भनेको के हो, न्युटन्स फर्मुला एन्ड लाप्लास करेक्सन, यो दुइटै मिक्स गरेर आउँछ। जस्तै न्युटन्स फर्मुलामा केही आयो सोध्छ, फुल डेरिभेसन देखाउने हो तिमीहरूले। पहिला न्युटन फर्मुलालाई एक्सप्लेन गर्ने, डेरिभेसन देखाउने, अनि त्यसको डायग्राम बनाउने, कम्प्रेसन र रेफ्रेक्सन त्यो हेराइदिने। क्रिस्ट्रस हो सायद, त्यही हो। अनि लाप्लास करेक्सनको पनि त छ, त्यो के भयो कसो भयो त्यो वाला इम्पोर्टेन्ट छ एकदम भेरी। यहाँ लेखिदिन्छु न्युटन FORMULA न्युटन फर्मुला एन्ड LAPLAC लाप्लास करेक्सन। ओके, यो भयो हाम्रो न्युटन फर्मुला एन्ड लाप्लास करेक्सन। यो दुइटै के हो डेरिभेसन हो, थाहा छ नि। दुइटैले अलिअलि एक्सप्लेन गरेर यसको डेरिभेसन हेराइदिने। अनि अब यसमा खासै इम्पोर्टेन्ट त केही छैन त्यस्तो खासै। अनि यसमा सायद डिफिनेसन पनि आउँदैन कि, मेकानिकल वेभबाट यही दुईवटा मात्रै छ भेरी इम्पोर्टेन्ट। अनि यस्तो कहिलेकाहीँ सोध्छ भने यो फ्र्याक्चर इफेक्टिभ अफ भेलोसिटी अफ साउन्ड सोधिदिन्छ, 4वटा लेख्नुपर्छ, जुन कि प्रेसर, टेम्परेचर, डेन्सिटी, ह्युमिडिटी। यसमा अलिअलि त्यो के भन्छ यार, डेरिभेसन नै हो, त्यो अलिअलि एक्सप्लेन गरेर हेराइदिने। यो फ्र्याक्चर इफेक्टिभ हामी इम्पोर्टेन्ट बनालियौँ। अब हाम्रो आयो वेभ इन पाइप एन्ड स्ट्रिङ। यसमा 2-3वटा लगभग क्वेसनहरू छ एकदम इम्पोर्टेन्ट। वेभ इन पाइप एन्ड स्ट्रिङ, यसमा सबैभन्दा पहिला के डिफिनेसन हो, जस्तै वाट इज टोन, वाट इज नोट, वाट इज हार्मोनिक, वाट इज ओभरटोन, वाट इज अर्गन पाइप, यो सबै सोध्न सक्छ। अब भन्छौ भने म भनिदिन्छु यो यसको मतलब डिफिनेसनहरू। यहाँ पहिला सिम्पल डिफिनेसनको यहाँ म लेखिदिन्छु। वाट इज टोन सोध्न सक्छ, नोट सोध्न सक्छ, NOT नोट सोध्न सक्छ, हार्मोनिक एन्ड ओभरटोन। यहाँ कसै यो त भयो 4वटा डिफिनेसन भयो। अनि यो अर्गन पाइप भनेको के हो थाहा छ? अर्गन पाइप भनेको पाइप हो जुन कि त्यो एयरको कलमको सेटिङबाट त्यो म्युजिकल साउन्ड प्रोड्युस गर्छ। सिम्पल के लेख्ने, अ पाइप व्हिच प्रोड्युस म्युजिकल साउन्ड, MUSICIAL म्युजिकल साउन्ड बाई द सेटिङ अफ एयर कलम। सिम्पल डिफिनेसन है के कॉल्ड अर्गन पाइप। ओके, अनि अर्गन पाइप कति प्रकारको हुन्छ? 2 प्रकारको, ओपन अर्गन पाइप अनि एउटा क्लोज अर्गन पाइप। ठीक छ, यो अर्गन पाइपलाई अनि हामी इम्पोर्टेन्टमा लिन सक्छौँ किनभने कहिलेकाहीँ सोधिन्छ यो अर्गन पाइप के हो, यसको टाइपहरू कतिवटा छ, अनि यसको टाइपलाई एक्सप्लेन गर। सो सिधै भनिदिने, द अर्गन पाइप क्लोज अर्गन पाइप हो। द अर्गन पाइप व्हिच बोथ एन्ड इज क्लोज कॉल्ड क्लोज अर्गन पाइप, एन्ड द अर्गन पाइप व्हिच one end इज क्लोज एन्ड one end इज ओपन कॉल्ड ओपन अर्गन पाइप। सिम्पल डिफिनेसन, आफै बनिदिरहेको छु, नटेन्सन लिऊ, एकदम इजी भन्छु कि, नटेन्सन लिऊ, एकदम फारेर आउँछौ। यही सबै इक्जाम यही त्यो डिफिनेसनहरू याद गरेर जाऊ, फारेर आउँछ, एकदम ग्यारेन्टी छ मेरो। र अब हाम्रो आयो एकदम त्यो भेरी इम्पोर्टेन्ट क्वेसन, जस्तै मोड अफ भाइब्रेसन अफ क्लोज अर्गन पाइप, जुन कि फर्स्ट मोड्स अफ भाइब्रेसन, सेकेन्ड मोड्स अफ भाइब्रेसन एन्ड थर्ड मोड्स अफ भाइब्रेसन छ। अनि मोड्स अफ भाइब्रेसन अफ थर्ड अर्गन पाइप, त्यो ओपन अर्गन पाइप, यो 2वटा इम्पोर्टेन्ट छ। म यहाँ लेखिदिइरहेको छु। यो सबैभन्दा पहिला मोड अफ भाइब्रेसन अफ ओपन अर्गन पाइप, PIP ओपन अर्गन पाइप, अनि मोड्स अफ भाइब्रेसन
भाइब्रेसन अफ क्लोज ORGA अर्गन PIPI। अनि यसमा एउटा अरू छ के मोड अफ भाइब्रेसन के हो सायद त्यो स्ट्रेच स्ट्रिङ स्ट्रेच स्ट्रिङ हो MOD मोड अफ भाइब्रेसन अफ स्ट्रेच STRETCHED स्ट्रेच STRING स्ट्रिङ। अनि यसमा लास्ट एउटा आयो भने लाउडनेस वाला त्यो फर्मुला प्रुभ गर्नुपर्छ। लाउडनेस मात्रै हो त्यो लाउडनेस प्रुभ गर्नुपर्छ। अनि यहाँ तीनवटा जुन मोड अफ भाइब्रेसन छ नि यो तीनटै एकदम इम्पोर्टेन्ट छैन मतलब यो तीनवटा मध्ये एउटा फिक्सै बछ कि एकदम 4 मार्कको फिक्सै बछ। ओपनमा के हुन्छ ओपनमा पनि तीनवटा हुन्छ फर्स्ट सेकेन्ड थर्ड अनि क्लोजमा फर्स्ट सेकेन्ड थर्ड स्ट्रेच स्ट्रिङमा फर्स्ट सेकेन्ड थर्ड मात्र के हुन्छ ओपनमा दुईवटा इन्ड खुलेको हुन्छ र त्यसमा बढी डायग्राम बनाउन सक्छ। अनि यो यसको नोड एन्ड एन्टी नोड गरेर आफै डेफिनेसन मिलाउने। अब म यहाँ धेरै एक्सप्लेन त गर्दिनँ किनभने भिडियो पनि लङ हुन जाँदैछ अनि मलाई यहाँ लगभग 7 च्याप्टर खतम गर्नु छ आज यार। अब धेरै भिडियो धेरै टाइम भयो भने तिमीहरूले हेर्न मजा आउँदैन त्यही भएर हो अब छिटो छिटो नोट गरिहाल। अब लास्टमा म धेरै पढाउन पनि सक्दिनँ। ल यति भयो हाम्रो यो वेब इन पाइप एन्ड स्ट्रिङको क्वेसनहरू। अनि यसो कहिलेकाहीँ यसमा के आउन सक्छ यहाँ सायद आएको छ किन राणा देऊ के ओभरलोड लिन्छौ। अनि अब वेब इन पाइप एन्ड स्ट्रिङ सरी स्टुडेन्ट्सहरू यसमा लाउडनेसवाला छैन। अनि सरी यो त अर्को च्याप्टरमा छ जुन कि एक्वेस्टिक फेनोमेना यार सरी स्टुडेन्ट्सहरू। अनि अब हाम्रो एउटा वेब इन पाइप स्ट्रिङमा एउटा भेरी इम्पोर्टेन्ट डेफिनेसन छ एउटा जुन कि के हो इन्करक्सन। एकदम भेरी इम्पोर्टेन्ट क्वेसन हो डेफिनेसन हो मतलब। ल यसको सायद लेखाइदिने ल लेखाइदिन्छु यसको डेफिनेसन सर्ट डेफिनेसन। सो सिधै के भने द DIFFEREN द डिफरेन्स इन भाइब्रेटिङ लेन्थ LENG द डिफरेन्स इन भाइब्रेटिङ lengths of air columns columns and the length of vibrating length of the difference in vibrating length of air column and the ACT and the actual LENGTS and the actual lengths of air column called incorruption। एकदम इजी क्वेसन एकदम इजी डेफिनेसन लेखाइदिरहेको छु। यो तुरन्तै याद भइहाल्छ कि दुईचोटि रट्टा हान्दियो तुरन्त याद। द डिफरेन्स इन भाइब्रेटिङ लेन्थ अफ एयर कलम एन्ड द एक्चुअल लेन्थ अफ इन्करक्सन कल इन्करक्सन इजी भयो याद भयो तुरन्तै। यस्तै याद गर्ने हो कि यस्तै याद गर्ने हो डेफिनेसनहरू सर्ट डेफिनेसनहरू यस्तै याद गर्ने हो केटाहरू। ल अब हाम्रो अर्को च्याप्टर आयो जुन कि के हो हाम्रो एक्वेस्टिक फेनोमेना ACOUSTIC एक्वेस्टिक PHENOMENA एक्वेस्टिक फेनोमेना। अब हामी यसको भेरी इम्पोर्टेन्ट क्वेसनहरूमा जाउँ। ओके सो यसमा सबैभन्दा पहिला के आउन सक्छ व्हाट इज बीट यो डेफिनेसनमा सर्ट डेफिनेसनमा BAT बीटमा हामी के लेख्न सक्छौँ द नम्बर्स अफ इन्टेन्स अफ साउन्ड प्रोड्युस इन पर सेकेन्ड। ओके यो आफै लेख्ने कि म अब यसको सानो डेफिनेसन भन्दिनँ कि बीट। अनि एकदम इम्पोर्टेन्ट डेफिनेसन भनेको प्रेसर एम्प्लिट्युड एकदम आउन सक्छ PLITUD प्रेसर एम्प्लिट्युड यो भयो यो डेफिनेसन सर्ट डेफिनेसन भयो। अब डेरिभेसनको कुरा गर्छौँ ओके डेफिनेसनको हामी डेरिभेसनको कुरा गर्छौँ भने यहाँ इन्टेन्सिटीको डेरिभेसन त गर्नुपर्छ हो केटा हो। अनि यहाँ 2-4वटा अरू डेफिनेसन यसो हेरिहाल्ने मतलब इम्पोर्टेन्ट छ तर आउन नि सक्छ। अब सर्ट डेफिनेसनको त म कुरा गर्दिनँ तर यो जुन इन्करक्सन छ डेफिनेसन यसबाट आउँछ भने वेब पाइप एन्ड स्ट्रिङबाट इन्करक्सन नै आउँछ। ल अब यसमा सबैभन्दा पहिला इम्पोर्टेन्ट भनेको पिच पनि कहिलेकाहीँ सोधिन्छ PITCH पिच भयो। अनि एउटा लाउडनेस डट यो हाम्रो भयो सर्ट डेफिनेसनहरू। अब म यसो गर्छु साथीहरू मतलब स्टुडेन्ट्सहरू म
यो पीडीएफ जुन छ पीडीएफमा यो डिस्क्रिप्सनमा हालिदिन्छु अनि तिमीहरू यो लिने अनि यो जुन सर्ट डेफिनेसनहरु छ यसको पनि सर्ट डेफिनेसनमा एकदम छोटोमा मिलाएर जस्तै यहाँ लेखेको छु एन्ड करेक्सनको यस्तै यसको पनि अब लेखेर अनि यसलाई डिस्क्रिप्सनमा हालिदिन्छु ओके सो डोन्ट माइन्ड अनि स्ट्रेस नलिने अब यसको हालिदिन्छु एकदम सर्ट डेफिनेसन त हान्ने नै हो रट्टा अब त्यसमा के बुझाउनु छ त्यही भएर हो अब यहाँ हाम्रो लाइट पनि गइसक्यो अब त्यो गर्मीमा नै भिडियो बनाउनु पर्छ ल केही छैन यो एउटा लाउडनेस वाला तिमीहरु लियाला त लाउडनेस होइन इन्टेन्सिटी वाला INTENSITY इन्टेन्सिटी यसमा छैन यार INTENSITY इन्टेन्सिटी डेरिभेसन ERIVATION डेरिभेसन VBI एकदम VBI यो भयो इन्टेन्सिटी को डेरिभेसन यो याद गर्ने ठीक छ याद गर्ने चिट गर्ने जुनसुकै गर्ने तिम्रो काम हो त्यो मेरो काम होइन अब त्यो डेरिभेसन त गराउने मेरो काम थियो तर अब लास्ट मोमेन्टमा गराउन सक्दैन साथी किनभने तिमीहरुको स्टेजमा बढाउन चाहन्दा के त्यही भएर हो ल एकोस्टिक फेनोमेनामा एउटा इन्टेन्सिटीको डेरिभेसन एकदम VBI यसलाई स्किप गरेर नजाने अनि एकदम इम्पोर्टेन्ट भनेको डपलर इफेक्टमा 8 वटा कन्डिसनहरु थाहा छ नि 8 वटा कन्डिसनहरु मध्ये एउटा कन्डिसन मात्रै आउँछ तिमीहरुलाई 8 वटा कन्डिसनमा 8 वटै रट्टा हानेर जाने एकदम फारेर आउँछ जस्तै यस्तो बुझ्न सक्छु के दुई वटा डट बनाउने एउटा अब्जर्भर र एउटा सोर्सको कहिले सोर्सले यता जान्छ कहिले सोर्सले उता जान्छ यस्तै गरेर आफै मिलाउने जस्तै अब म केही त्यो 8 वटै कन्डिसन भनिदिन्छु यहाँ भनिदिने कि यहाँ पीडीएफ मा प्रोवाइड गर्ने भन्ने ल यहाँ भनिदिरहेको छु किनभने फाल्तुमा किन अब टाइम वेस्ट गर्ने अनि सबैभन्दा पहिला फर्स्ट कन्डिसन पहिले डपलर इफेक्ट भनेको के हो थाहा छ द अपरेन्ट फ्रिक्वेन्सी हियर बाइ अब्जर्भर ड्यू टु रिलेटिभ मोसन फोर्स बिट्विन सोर्स एन्ड अब्जर्भर कार अपरेन्ट डपलर इफेक्ट एकदम भेरी इम्पोर्टेन्ट यो डेफिनेसन सोध्न सक्छ कहिले काहीँ तर पनि अब स्किप गरेर यसलाई नजानु होला यो बीट अनि बीट प्रेसर एम्प्लिट्युड पिच लाउडनेस यो स्किप गरेर जान मिल्छ बट यो डपलर इफेक्ट त्यो नजाने के स्किप गरेर यसको अब 8 वटा कन्डिसन मध्ये फर्स्ट कन्डिसन के हो थाहा छ अब्जर्भर इज मुभिङ टुवर्ड स्टेशनरी सोर्स पहिले दुई वटा डट बनाउने एउटा सोर्स र एउटा अब्जर्भर अब यहाँ कसरी हराउन सकिन्छ यार गाइस अब तिमीहरु आफै त्यो पढ्ने के म त्यो सबै भन्दिन किन एक्सट्रिम लोड दिने ल त्यो 8 वटा कन्डिसन तिमीहरुको माथि म छोडिदिरहेको छु यो याद गर्ने अनि यो लाउडनेस वाला फर्मुला यदि टाइम मिल्यो भने हेरिहाल्ने यहाँ लाउडनेस वाला पनि छ यहाँ कसरी भन्छ यो सिम्पल 3 नम्बरमा एकछिन यहाँ जस्तै भन्छ PRO V प्रुफ TH दैट LOUDNES लाउडनेस FOR MULA फर्मुला यस्तो कहिले सोधिन्छ तर मतलब खासै सोध्दैन यसलाई स्किप पनि गर्न मिल्छ तर यदि टाइम बच्यो भने फारिहाल्ने यसो पानासाना अब याद गर्ने गएर खेतमा बसेर त्यो सबै गर्ने तिम्रो काम हो तर अब म अब त्यसमा केही हेल्प गर्न सक्दिन साथीहरु अब लास्ट मोमेन्ट आयो आज लगभग कति गते हो थाहा छैन नि भन्नु मलाई थाहा छ सायद आज 30 गते हो आज तर यो आज भिडियो म अपलोड गर्छु लगभग 8:30 मा यो भिडियो अपलोड भइहाल्छ ल ठीक छ अनि यसमा एउटा डिफरेन्स बिट्विन पनि छ कहिले काहीँ सोधिन्छ जुन कि इन्टेन्सिटी एन्ड लाउडनेस मा ल DIFFERENC डिफरेन्स BTW डिफरेन्स बिट्विन इन्टेन्सिटी एन्ड लाउडनेस डिफरेन्स बिट्विन इन्टेन्सिटी एन्ड लाउडनेस डट यो भयो हाम्रो 4 वटा च्याप्टर को भयो गराइदिने एउटा अरु च्याप्टर भन अब भन्न कसरी सक्छु अब कति भयो 18 गराइदिन्छु ल बस म गराइदिन्छु तुरुन्तै अब हामी इलेक्ट्रिक करेन्ट को स्टार्ट गर्छौं इलेक्ट्रिक सर्किट को स्टार्ट गर्छौं ओके त्यो इलेक्ट्रिक सर्किट वाला गराइदिने कि नगराउने यार 18 मिनेटको भिडियो भइसक्यो ल साथीहरु ल के हुन्न यो आज यति भिडियो आजको 8 बजे यो भिडियो अपलोड भइहाल्छ आज यति हेर्ने रातिभरिमा अनि भोलि 7 बजे एउटा अरु यो भिडियो फिजिक्सको अपलोड गरिदिन्छु जुन कि पूरा यो इलेक्ट्रिक करेन्ट को पूरा एकदम खत्म गरिदिन्छु ओके ताकि एकदम 50 भन्दा मार्क आओस् राम्रो मार्क आओस् त्यही भएर हो ल अब हामी अब एउटा अरु नि भिडियो आउँछ यो फिजिक्सको अनि त्यसपछि केमिस्ट्रीको भिडियो भोलि यति टाइम अपलोड भइहाल्छ ओके सो डोन्ट माइन्ड एन्ड अब हार्ड वर्क गर्ने टाइम त अब गइसक्यो तर पनि म भन्छु हार्ड वर्क गर्ने बिलिभ राख्ने आफूमाथि भरोसा राख्ने र अब एक्जाम हलमा गएपछि भगवानको नाम लिने सबै राम्रै हुन्छ अब के भन्ने लास्ट मोमेन्टमा ल मिल्ते हैं गाइस
अर्को भिडियोमा मिल्छौँ हामी। यो लास्टमा मेरो यार साउन्ड हिन्दीमा निस्किहाल्छ, बट अब के गर्ने यार।